Hello guys. के छ वेलकम एन्ड नट वेलकम हेर्नेहरूलाई वेलकम छ नहेर्नेहरूलाई नट वेलकम छ है यो भिडियोमा चाहिँ अब जेब्रा क्रसिङबाट त हिँड्नै पर्यो है अहिले फिलहाल हामीहरू फेरि ट्रिपमा ओ भाइ साहब आज बिहान बिहान इन्सिडेन्ट के भयो त आज म बिहान बिहान उठेँ होइन अनि फेरि सुतेँ अनि फेरि उठेँ अनि फेरि सुतेँ खाना बनायो होइन अनि सोध्छु म के गर्छु भनेर अनि फेरि थाक्छु अनि फेरि सुत्छु सुतेको सुते भाइ तर त्यस्तो कुरा चाहिँ होइन तर यस्तो बिहान बिहान उठेर झन् खाना बनाउनु थाल्यो त्यो खाना त बनाइयो अनि चिकन काट्ने बेला त औँला काटियो होइन अनि फेरि अर्को कुरो के भयो भने चिकनमा दही हालेको दही फेरि अमिलो भएर दही नै अनि चिकनै बिग्रियो ओ भाइ साहब आज के गल्ती भइरहेछ लाइफमा यार आज झन् सन्डे छुट्टीको दिन होइन अलि हुन्छ नि त अलिकति राम्रो रमाइलो गरौँ भने तर केही भएन अनि फेरि म मेरो आफ्नो बटुलियन भाइहरूलाई लिएर कहाँ छ भाइहरू यहाँ रहेछ दुईजना भाइहरूलाई लिएर टुई समुद्रतिर यसो गएर चिल एकछिन भएर हुनु पर्यो होइन धेरै रुममा बसेर पनि काम छैन नि त त्यही रुमको नजिकै छ क्या त्यही भएर त्यहाँको नजिक चाहिँ गएर आउनु पऱ्यो भनेर सोचेको त्यति मात्र हो अरू त के नै छ र जिन्दगीमा स्यालेरी आएको छैन चिलानु मन स्यालेरी त्यस्तै स्यालेरी आउँछ आज भोलि सकिन्छ केटा हो के भनौँ यार यता र उता गर्दाखेरि पैसा झ्वाम अनि छैन फेरि अर्को महिनाको स्यालेरी कुरेर बस्नुपर्छ के भएको जति काम गरे पनि स्यालेरी कहाँ जान्छ स्यालेरी आइरहेछ होइन होइन महिना मरे स्यालेरी त आइरहन्छ तर स्यालेरी कहाँ गइरहेछ त्यो चाहिँ थाहा छैन त्यसको सोर्स अफ मनी लुज भनौँ न अब त्यो चाहिँ थाहा छैन कहाँ छ भनेर कहाँ गयो केटाहरू ओए साइको आम्मो तिनीहरू फेरि ताइन दुई हातमा लगाएर दुई आफ्नै प्लेसतिर कतिवटा फोटो खिचेर बस्छ बरु भिडियो बना हाल्न नि मान्दैन यार अनि म चाहिँ त्यस्तो छैन भाइ होइन एकै ठाउँमा हजारवटा फोटो खिच्नु मन लाग्दैन अब अरू त त्यस्तै हो यार जिन्दगी सोचे जस्तो केही हुन्न के सोच्छु के हुन्छ है त्यो चाहिँ अलिकति नपच्ने कुरा रहेछ क्या जति सोच्यो सोच्दा दिमागमा प्रेसर परिसक्यो होइन अनि सोध्नै छोडिदिएको ला त अब सोध्ने पनि छैन बन्द इट्स गुड हुन्छ नि त अहिले त दामी देखिरहेको क्या अनि जिन्दगीमा के गर्नु भनेर सोद्धाखेरि केही नगर्नु त्यो जे हुन्छ त्यो फ्लोमा चल्न दिनुपर्छ त्यही रहेछ लास्टमा चाहिँ कसैको बारेमा धेरै सोचेर ओभर थिङ्किङ गरेर पनि काम छैन रुक म अहिले एकछिन फेरि अर्को एउटा भिडियो लिएर आउँछु